है सदाको जस्तै फेरि पनि मैले भिडियो लिएर आउने तपाईहरुको माझ जमर्को गरिसकेर पनि म आइसके ल तपाईहरुलाई नयाँ भिडियोमा स्वागत छ तपाईहरुलाई। अब आजको चाहिँ गतिविधिहरु तपाईहरुलाई म यो भिडियो मार्फत है के गरिन्छ कहाँ गइन्छ है तपाईहरुलाई म देखाउने नै छु। अहिले चाहिँ म ढाकै यो रोडको छेउमा आएर बसेर भिडियो बनाइरा छु। ल तपाईहरुलाई आज के गर्छौं हामी है त्यो सबै अब कामहरु तपाईहरुलाई म देखाउने नै छु। हाम्रो ट्र्याक्टरको हालत चाहिँ अहिले यस्तो रहेछ, पुरै कहिलेदेखि थन्काएको हो। अब यो थन्काएको छ, अब यो निकाल्ने प्लास्टिक निकाल्ने अनि आज चाहिँ बिउबारी जोत्ने भन्ने छ। कोदोको बिउ ट्र्याक्टर चाहिँ पुरै यता यस्तै थन्काएको र चाहिँ धेरै भएछ थन्काएको। ल यो देख्न सक्नुहुन्छ है गाइजहरु ट्र्याक्टर। म चाहिँ ट्र्याक्टर स्टार्ट गर्न लागिरहेछ है, भएन तर मैले चाहिँ यो मेसिन स्टार्ट गर्न सकिनँ, धेरै भयो नचलाएको है, त्यही भएर यो ख्याल लागेर जमेर स्टार्ट नभए जस्तो लाग्यो। त्यही भएर म चाहिँ अहिले यता टकसँगले बसिरहेको छु यतातिर। स्टार्ट गर्न सकिएन, हेर्दै बस्ने भन्दा अरू उपाय लागेन। मैले चाहिँ स्टार्ट गर्न नसकेर मिस्त्री साहब बोलाएर स्टार्ट गर्न लाउँदैछ है। म चाहिँ गाडी रटाउनु पर्छ, सर्दैन सर्दैन। ए सर्दै भयो त। ल स्टार्ट चाहिँ भइसक्यो है मेसिन। थोरै अगाडि चार्दिनु न यहाँसम्म। मैले नजानेको रहेछु हौ। अब त म लान्छु यो चाहिँ पाइप है। यो कानलाई खसिहाल्यो नि यहाँ त नि। अब उचाल्नु पर्छ यहाँबाट। ए मान्छे भन्दा छिटो कुद्दो रहेछ यो चाहिँ। मैले चाहिँ स्टार्ट गर्नु नजानेको रहेछु। यस्तो कानलाई पनि फेरि झर्छ यो त। अब कहाँबाट झार्ने? यहीँबाट आउनुपर्छ। अब त म लान्छु, अब त लान्छु। मैले चाहिँ बल्ल बल्ल जोतिसकेँ है। यो लगभग यति जोत्नलाई 7-8 मिनट लाग्यो होला। मेरो हालत चाहिँ पुरै खराब भएको छ पसिनाले। आम्मा पसिना
जको बिउबारीको रेडी भयो। अब यसलाई अलिअलि कोदालोले ठ्याक्ठ्याक गर्ने हो। अनि यो माथि मल हाल्ने, बिउ छर्ने। गहिरो चाहिँ गहिरो हुन्छ है यो चाहिँ। ल गाइस